आज हामी यहाँनिर फालेलुङको गोठमा आएर हामी हल्का यहाँ हाम्रो गेलाको गोठमा आएर बसिरहेछौँ। झन्नाले हाम्रो गेलाको घर चाहिँ मलाई थाहा थियो पहिलादेखि नै, घर होइन एउटा उहाँहरूको एउटा चौरी चराउने घिउ मही छुर्पी बनाउने एउटा गोठ हो उहाँहरूको, एकदम अर्ग्यानिक। पहिला पनि आएको थिएँ गेला, पहिला पनि आएको थिएँ, किनभने म चाहिँ आएको थिएँ, हाम्रो साथीहरू चाहिँ आएको थिएन। किन आज हामीले टेन्ट पनि लिएको थियौँ, तर वही त खराबको कारणले गर्दा चाहिँ हाम्रो टेन्टहरू लाउनु सकिँदैन आज। अन्त कस्तो लाग्यो यहाँनिरको चालचलनहरू? एकदमै दामी छ, एकदमै दामी। एकदम पहिला किनभने म पहिला वेदरहरू, यहाँ चियाहरू कस्तो लाग्यो? अरे तपाईँको किन यो म चाहिँ त्यहाँ चाहिँ किनभने तोम्बा चाहिँ म पहिला नै फ्यान भएको थिएँ क्या। तपाईँको 7 महिना 8 महिना राखेको तोम्बाहरू पनि यहाँनिर पाउँछ क्या, त्यो चाहिँ मनपर्छ। पाउँछ त्यो उयो मनपर्छ क्या। अहिले भर्खर सिक्युरिटीहरू पनि तपाईँले बनायो, त्यो पनि एकदमै दामी, त्यो एक नम्बरै छ। हजुर तिमीलाई मन पर्यो? एकदमै दामी। तपाईँको त्यो जुन चाहिँ सिक्युरिटीहरू पनि धेरै महिनादेखि सुकाएर राखेको याकको होइन, याकको सिक्युरिटी त्यो एकदमै दामी थियो। जस्तो यो तोम्बा अर्ग्यानिक एकदमै दामी। यो तोम्बाको 2 तोम्बा भइसक्यो गेला आज। तोम्बा एक नम्बरै छ एकदमै। यो गोठहरू कस्तो लाग्यो? गोठ अब किनभने प्रायः जस्तो हामी चाहिँ यस्तो लेकमा आएपछि हामीले गोठमा नै स्टे गर्छौँ हामीले के हो। पहिलादेखि हामी यस्तो टाढो टाढो हामी अब जस्तो हिमाली पाखामा त कुनै घर पनि हुँदैन नि त, चौरी गोठ त्यस्तै खालके गोठहरू पनि हुन्छ। किन यहाँ त होमस्टेहरू भन्ने त्यस्तो छैन, होमस्टे त्यस्तो उयोहरू भने पनि यहाँ एभाइलेबल छैन, धेरै टाढो पर्छ। तपाईँ हाई अल्टिट्युडमा छ। मन परेन बताउनु। तपाईँको गोठ चाहिँ एकदमै दामी, पहिल्यैदेखि मन परेको हो यो, एकदमै दामी। तपाईँले यता भोटे कुकुरहरू पनि पाल्नु भएको रहेछ? भोटे कुकुरहरू यहाँनिर यो छ एउटा उयो एकदमै चौडी चराउने, यो छ एउटा गोठ चराउने। यहाँ दुईटा प्योर भोटे कुकुर है, प्योर भोटे कुकुर हो। यो चाहिँ चौडी चराउने, यसले पनि चराउँछ एकदम, यसले पनि चराउँछ है, एक नम्बर एकदमै दामी। तर बाहिर चाहिँ तर एकदमै आज चाहिँ ठन्डा भयो नि गेला, एकदम वेदर हामीले सोचेको थिएनौँ कि यहाँ आएर एकदमै हिउँ पर्छ भन्ने छ। हिउँ त किनभने 2-3 फिट त परेन गेला बाहिर, पर्यो होला। तर गेला आज साह्रो भएछ, गेला चाहिँ साह्रो भएछ, किनभने गेला बोल्नु सकेको छैन। बन्द गरिदियो अब त्यो भिडियो बन्द।